मेरो साउन्ड आछ? हजुर सर आएको छ सर। सर आज हामी पढ्न गइरहेको छौँ बुक किपिङ एकाउन्टिङ है। आज हाम्रो श्रुति मिसले लिनुहुन्छ अनि हामीले यसमा चाहिँ पढ्नुपर्ने के भन्दाखेरि हाम्रो 2वटा क्लासमा बुक किपिङ एकाउन्टिङ सकिन्छ। यसमा आज हामी पढ्दाखेरि कन्सेप्ट एन्ड इम्पोर्टेन्स अफ बुक किपिङ पढ्छौँ। अर्को भनेको डिफरेन्स बिट्विन एन्ड बुक किपिङ अफ एकाउन्टिङ बुक किपिङ एन्ड एकाउन्टिङको पढ्छौँ। अर्को भनेको हामी एकाउन्टिङ साइकल अनि त्यसको स्टेपहरू पढ्छौँ। ल श्रुति मिस अब चाहिँ स्टार्ट गरौँ है त। गुड इभिनिङ एभ्रिवान। अब आजको टपिक त्यही बुक किपिङ एन्ड अकाउन्टिङ नै छ। अब हजुरहरू धेरै जसो +2 अथवा ब्याचलरमा म्यानेजमेन्ट फिल्डबाटै हुनुहुन्छ होला होइन सबैजना? कोही हुनुहुन्छ र अकाउन्ट नपढ्नु भएको अहिलेसम्म 9, 10 या +2 मा? सायद हुनुहुन्न होला है। अब यो फर्स्टमा चाहिँ अब हाम्रो के टपिक छ भनेदेखि बुक किपिङ र अकाउन्टिङ। बुक किपिङ चाहिँ अब हाम्रो कसरी आयो त यसको पछाडिमा अलिकति हिस्टोरिकल ब्याकग्राउन्ड म भन्छु है। जस्तै यो बुक किपिङको चाहिँ हाम्रो अरू हिस्ट्री जस्तै एकदम धेरै डिटेल चाहिँ छैन। जस्ट यसमा चाहिँ के भनिएको छ भनेदेखि बुक किपिङ हिस्ट्री चाहिँ जति हाम्रो मनीको हिस्ट्री पुरानो छ नि हो त्यस्तै एकदम पुरानो ऐतिहासिक उयो छ भनेर भनेको छ। एकदम पुर्खौली पिरियडहरूमा चाहिँ के हुन्थ्यो अरे भनेदेखि बिजनेसहरू त हामीसँग धेरै कारोबार हुँदैन थियो नि त, स्मल स्केलमा मात्रै हुन्थ्यो। त्यो बेलामा धेरै अपरेट त हुँदैन थियो, त्यही भएर खासै बुक किपिङको चाहिँ आवश्यकता पनि थिएन भनेर भन्छ कि पहिला चाहिँ। अब पछि चाहिँ के कारणले चाहिँ बिस्तारै बिजनेस एक्टिभिटिजमा चाहिँ इन्फ्लुएन्स आउन थाल्यो, त्यसको के कारणले गर्दाखेरि प्रभाव पार्न थाल्यो भनेदेखि यसमा 2टा कुराहरू याद गर्नुपर्छ हजुरहरूले। एउटा चाहिँ मान्छेको चाहिँ आवश्यकता र डिमान्ड बढ्यो होइन, र अर्को भनेको चाहिँ करेन्सी हुन्छ नि हाम्रो, जस्तै नेप्लिज रुपिजहरू भनेको हाम्रो अब अमाउन्ट भनौँ न, एउटा फाइनेन्सियल अमाउन्ट हो। त्यसले ग्रेजुअली तिनीहरू 2टा इन्क्रिज भएपछि चाहिँ अब हाम्रो के भयो भनेदेखि चाहिँ बिजनेस एक्टिभिटिजहरूमा चाहिँ प्रभाव पर्न थाल्यो। अब त्यसको कारणले गर्दाखेरि चाहिँ अब बुक किपिङ इन्ट्रोड्युस चाहिँ फर्स्टमा कसले गर्यो त भनेर हजुरहरूलाई चाहिँ एमसिक्यूमा आउन सक्छ है। यसमा चाहिँ कसले बुक पब्लिस गर्यो भनेदेखि ल्युका पेसिफिकले चाहिँ बुक पब्लिस गर्यो भन्नु पर्यो है। कसले भनेदेखि ल्युका पेसिफिकले। कुन बुक पब्लिस गर्यो त भनेर यो पनि एमसिक्यूमा सोध्न सक्छ। जस्तै कुन बुक पब्लिस गर्यो भनेर सोध्यो भने हजुरहरूले के भन्नु पर्यो, सम्मा दि अर्थमेटिका भन्ने छ है। SUMM सम्मा दि अर्थमेटिका भन्ने छ, त्यो बुक पब्लिस गर्यो भनेर भन्छ। कसले त ल्युका पेसिफिकले भनेर भन्छ। यसमा यो बुकमा चाहिँ के इन्क्लुड भएको छ त भनेदेखि अब बुक किपिङको चाहिँ मोडर्न प्रिन्सिपल होइन, आधुनिक प्रिन्सिपलहरू के छ त भनेर चाहिँ यसमा चाहिँ इन्क्लुड गरिएको छ है। अर्को एमसिक्यूमा आउने अब हजुरलाई त थाहा छँदै छ होला, जस्तै ब्याङ्कहरूतिर त एक्जाम कतिवटा एमसिक्यू त दिइसक्नु भयो होला। फादर अफ मोडर्न बुक किपिङ भनेर कसलाई चिनिन्छ, थाहा छ हजुरहरूलाई? कमेन्ट गर्नुहोस् त। यो धेरै जस्तो सोधिरहेको हुन्छ है एमसिक्यूमा। फादर अफ मोडर्न बुक किपिङ भनेर कसलाई चिनिन्छ भनेदेखि ल्युका पेसियोलीलाई चिनिन्छ है। हजुर हो, राइट हो। यो धेरै जस्तो एमसिक्यूमा सोधिरहेको हुन्छ। अब यसमा हिस्ट्री भने त्यति धेरै छैन, यति मात्रै लेखे पुग्छ। एन्सियन्ट टाइममा त्यति धेरै उयो यस्तो बुक किपिङको केही पनि आवश्यकता नपरेको थियो। जस्तै जति पुरानो मनीको कन्सेप्ट छ त्यति नै पुरानो बुक किपिङको हिस्ट्री छ भनेर भन्नु पर्यो। र त्यसपछि ल्युका पेसिफिकले चाहिँ बुक एउटा पब्लिस गरे जसको नाम के थियो, सम्मा दि अर्थमेटिका थियो। र त्यसपछि फादर अफ मोडर्न बुक किपिङ भनेर कसलाई चिनिन्छ त भनेदेखि ल्युका पेसियोलाई चिनिन्छ भनेर बुझ्नु पर्यो है। अब साइन्टिफिक बुक किपिङ चाहिँ कुन कन्ट्रीबाट सुरुमा इस्टाब्लिस भयो अथवा कमेन्स्ड भयो भनेर सोध्यो भने चाहिँ हजुरहरूले के भन्नु पर्यो भनेदेखि इटलीबाट भयो भनेर भन्नु पर्यो है। अब यसमा चाहिँ के इन्क्लुड गरिएको छ त यो बुक किपिङको बुक उसमा चाहिँ भनेर भन्नुभयो भने चाहिँ एउटा मेमोरेन्डम बुक, अर्को हामीले जुन चाहिँ जर्नल भनेर चिन्छौँ त्यो जर्नल बुक, र अर्को चाहिँ लेजर अकाउन्ट भनेर भनेको छ है। अब फर्स्टमा यति हिस्ट्री अब इभोल्युसन अथवा ओरिजिन कहाँबाट आयो हिस्ट्री बुक किपिङको भनेर सोध्नुभयो भने यति 2-3टा पोइन्टहरू लेख्नुभयो भने पुग्छ है। अब अर्को छ भनेको चाहिँ अब्जेक्टिभ्स अफ अथवा इम्पोर्टेन्स अफ बुक किपिङ है त। फर्स्टमा म बुक किपिङको डेफिनेसनहरू दिन्छु है। त्यसपछि एउटा सिनेरियो के छ भनेदेखि जस्तै अब हामीहरूले के गर्छौँ त अहिले हजुरहरू
ब्याङ्कको तयारी गर्दै हुनुहुन्छ नि होइन, जस्तै अब नेपाल ब्याङ्क होस् या एडिबिएल ब्याङ्क होस्, हजुरहरूको यसमा त ग्रुप ए बी भनेर छ। अकाउन्ट सेक्सन छुट्टै भयो, ब्याङ्किङको छुट्टै भयो, म्यानेजमेन्टको छुट्टै भयो। हजुरहरूले त्यो छुट्टा सब्जेक्टको छुट्टै नोट्सहरू बनाइरहनु भएको छ नि हो। त्यो सबै आफूले रेकर्ड राखिरहनु भएको छ, यो प्रोभिजन, यो एक्ट आउँछ, यो सेक्सन इन्क्लुड हुन्छ, म्याथमा यो टपिक कभर हुन्छ, अथवा गोल्ड र सिल्भरको टपिक कभर छ भनेर हजुरहरूले जुन जुन नोट्स बनाइरहनु भएको छ, हामी त्यो सबै के भन्छौँ, त्यो सबै के हो त एउटा बुक किपिङ हो, जसमा चाहिँ हामीले के गरेको छौँ त इन्फर्मेसनहरू चाहिँ राखेको छौँ भनेर भनेको है। जस्तै अब त्यसलाई चाहिँ भेरिफाई गर्ने चाहिँ कसले हो त, जस्तै ल पढाउनुहुन्छ भने लको एक्सपर्टिज सरहरू जो हुनुहुन्छ उहाँले चेक गर्नुहुन्छ, कहाँ के मिलेन त्यो चेक गर्नुभयो भने चाहिँ के भयो त, त्यो चाहिँ अकाउन्टिङ भयो। तर जेनरली के डिफ्रेन्स छ भनेदेखि चाहिँ बुक किपिङ चाहिँ जहिले पनि जुनियर लेभलले मेन्टेन गर्छ होइन, जुनियर स्टाफ, यो भनेको क्लर्क अथवा अकाउन्टेन्टले प्रिपेयर गर्छ भनेर बुझ्नु पर्यो। तर त्यही माथि अकाउन्टिङ चाहिँ कसले गर्छ त, क्वालिफाइड अकाउन्टेन्ट अथवा चार्टर अकाउन्टेन्ट होइन, सिएहरूले गर्छ भनेर बुझ्नु पर्यो। अब यसमा के छ त भनेदेखि अर्को बुक किपिङ भनेको चाहिँ एउटा के भयो त, अब आर्थिक के अरे वित्तीय कारोबारहरूको चाहिँ के गर्ने त, रेकर्ड राख्ने होइन। कुनै पनि बिजनेस अपरेसनमा त अब डेली एक्टिभिटिजहरू भइरहेको हुन्छ नि त होइन। अब त्यसको चाहिँ के गर्ने त, अब हामीले त्यो कारोबारहरूको चाहिँ यति अमाउन्टमा मैले यति खरिद गरेँ, यति गरेँ भनेर चाहिँ के गर्ने त, त्यसको डिटेल इन्फर्मेसनहरूलाई चाहिँ रेकर्ड राख्ने काम नै के हो त, बुक किपिङ हो भनेर बुझ्नु पर्यो है। अब बुक किपिङको यसमा चाहिँ अब अब्जेक्टिभहरू के छ भनेर हेर्नु पर्यो होइन, अथवा इम्पोर्टेन्सहरू छ भने चाहिँ बुक किपिङले के काम गर्ने भयो त। अब डे टु डे फाइनेन्सियल ट्रान्जेक्सन राखिराख्दाखेरि के हुने भयो त, हामीसँग रेकर्डहरू पर्मानेन्टली बसिरहने भयो। यो भनेको चाहिँ लङ टर्मसम्म चाहिँ के गर्ने भयो त, हामीसँग रेकर्डहरू बसिरहने भयो बिजनेसमा होइन। अनि अर्को भनेको चाहिँ जस्तै कुनै पनि हामीले फाइनेन्सियल ट्रान्जेक्सन क्यारी आउट गर्छौँ नि त, त्यसको चाहिँ एफेक्ट कुन कुन अकाउन्टमा कहाँ के पर्छ भनेर पनि यसले चाहिँ हेर्नलाई मद्दत गर्छ भनेर भन्नु पर्यो होइन। अनि अर्को भनेको चाहिँ के छ त भनेदेखि जस्तै हामीले मेन अब्जेक्टिभ नै कुन हो त, के हो त, सबै बिजनेस अर्गनाइजेसनको त गोल अचिभ गर्ने हो। गोल अचिभ गर्नको लागि अगाडि के हेर्नु पर्यो त भनेदेखि हाम्रो फाइनेन्सियल पोजिसन चाहिँ के छ त, वित्तीय अवस्था चाहिँ के छ त होइन। अब यो प्रफिटमा गइरहेको छ कि आइदर लस पो भइरहेको छ कि त्यो त हेर्नु पर्यो। अब यसले पनि के गर्ने भयो त, हामीसँग सबै ट्रान्जेक्सनहरूको चाहिँ कम्बाइन इफेक्ट के छ र यसले चाहिँ अहिले चाहिँ प्रफिट जेनेरेट गरिरहेको छ कि छैन भनेर हेर्नको लागि चाहिँ मद्दत गर्छ भनेर पनि भन्नु पर्यो। फर्स्टमा के छ त हेरौँ है त, प्लानिङ फर मेजर एक्सपेन्सेस रे। यो भनेको के भयो त भनेदेखि जति पनि अब हामीले बिजनेसमा अब खर्चहरू गरिरहेको हुन्छौँ नि त, कुन सेक्टरमा अब हामीले कति खर्च गर्ने, यसको अमाउन्ट कति रेकर्ड गर्ने भन्ने काम चाहिँ केले हेल्प गर्ने भयो त भनेदेखि बुक किपिङले हेल्प गर्छ भनेर भन्छ। जस्तै अब कुनै एक्सपेन्सेसहरू भइरहेको छ बिजनेसमा त अब के हुन्छ, जस्तै अफिस एक्सपेन्स, त्यो रेन्टहरू तिर्नु पर्ला, घर इलेक्ट्रिसिटीहरूको चार्जेसहरू तिर्नुपर्छ नि त। त्यसको लागि चाहिँ के गर्ने भयो त भनेदेखि अब हामीले पेमेन्ट गर्नको लागि त बुक किपिङ भनेको हामीले रेकर्डहरू त राखिरहेको हुन्छौँ। त्यो रेकर्ड राख्नाले चाहिँ अब हाम्रो के भयो त, कुन कुन सेक्टरमा चाहिँ कति एक्सपेन्सेस हाम्रो लाग्दो रहेछ त है भनेर बिजनेसमा त हेल्प हुने भयो नि त। जस्तै मैले रेन्ट मैले महिनाको कति तिरिरहेको छु त, 50,000 तिरिरहेको छु होला भन्ने थाहा पाउन सकिन्छ भन्न खोजेको के बुक किपिङले गरेर चाहिँ रेकर्ड राख्नाले चाहिँ अब हामीले कति हाम्रो खर्च हुन्छ र अथवा कति हामीले फ्युचरमा प्लान गर्न सक्छौँ, अझ कस्टहरू कन्ट्रोल गर्न सक्छौँ भन्ने काम चाहिँ बुक किपिङले हेल्प गर्छ भनेर भन्नु पर्यो। अर्को छ के त, ट्रेकिङ अफ एक्सपेन्सेस। यो भनेको चाहिँ ट्रेस गर्नु भनेको हो के। जस्तै कुनै पनि डेभिएसनहरू के गर्नु पर्यो त, फाइन्ड आउट गर्नु पर्यो भन्न खोजेको यसमा। जस्तै एक्सपेन्सेसहरू कुन सेक्टरमा चाहिँ अब हामीले कति खर्च गरिरहेछौँ भनेर, सपोज अब तपाईँहरू ब्याङ्कमा छिर्नु भयो होइन, तपाईँहरूलाई ट्राभलिङ अलाउन्सेस भनेर, एक्सक्युज मी कसको माइक म्युट गर्नुहोस् है।
हजुर श्रुति मिस अनम्युट गर्नु ल, मैले सबैको म्युट गरेँ। श्रुति मिस हजुरको माइक अनम्युट गर्नु न। आयो आयो। ओके कहाँ पुगेको थियो भने ट्रेकिङ अफ एक्सपेन्सेस भनेर छ है। यसमा चाहिँ अब हामीले के गर्न सक्छौँ त भनेदेखि हामीले गरेको खर्चहरूलाई चाहिँ अलिकति के गर्न सक्छौँ त कन्ट्रोल गर्न सक्छौँ भनेर यसले चाहिँ के गर्ने भयो त कुन कुन सेक्टरमा चाहिँ अब हामीले कस्टहरू म्यानेज गर्न सक्छौँ अथवा कस्ट कम गर्न सक्छौँ भनेर चाहिँ यसले आइडेन्टिफाई गर्न हेल्प गर्छ भनेर भन्ने। अनि अर्को छ त किपिङ ट्र्याक अफ इन्भोइस डेट एन्ड अमाउन्ट्स। जहिले पनि यसमा चाहिँ के ट्रेस गर्न हेल्प गर्छ त भनेदेखि कुन डेटमा अब हामीले के सामान किन्यौँ, जस्तै अब हामीले रेकर्ड गर्दाखेरि त अकाउन्ट हिसाब गर्दाखेरि अब हामीले यो डेटमा यति पर्चेस गरेको छ भनेपछि हामीसँग जुन बिल हामीले इस्यु गर्छौँ नि त्यही डेटमा त्यति नै अमाउन्टको हामीले अफिस कुनै एसेट्सहरू किनेको छौँ कि छैनौँ त भनेर हेर्नुपर्छ कि पर्दैन। त्यो डेट र अमाउन्ट चाहिँ ठ्याक्कै मिलेको छ कि छैन भनेर ट्रेस गर्ने काम चाहिँ के को कारणले पोसिबल छ त बुककिपिङले हेल्प गर्छ भनेर भन्नु पर्यो है। र यसले चाहिँ के पनि अर्को मेन्टेन गर्छ भनेदेखि जस्तै अब हामीले जुन सप्लायरबाट हामीले सामान लिइरहेको हुन्छौँ उसँग पनि एउटा हेल्दी रिलेसन क्रिएट गर्न सक्ने भयो, जसको कारणले त्यही पब्लिक अथवा गुड मेन्टेन रिलेसन यसले चाहिँ राम्रो रिलेसन क्रिएट गर्न हेल्प गर्छ भनेर भन्ने। र अर्को चाहिँ के छ त भनेदेखि प्रोभाइड्स इन्साइट इन्टु प्रफिट अर्न बाई द बिजनेस। अथवा हजुरहरूलाई गाह्रो लाग्छ भने यसमा जस्ट के मात्र भन्नेको खोजेको हो भनेदेखि टु नो द प्रफिट अर लस अर्न बाई द बिजनेस होइन। अब मेन बिजनेसको आइदर प्रफिटमा गइरहेछ कि त्यो बिजनेस लसमा भइरहेको छ त। कुन बेलामा प्रफिट हुन्छ त भनेदेखि जब हाम्रो के भयो त इन्कम चाहिँ धेरै भयो के भन्दा एक्सपेन्सेस भन्दा, त्यो केसमा के हुने भयो हाम्रो प्रफिट हुने भयो। अब हामीले त इन्कम स्टेटमेन्टहरू त बनाइरहेको हुन्छौँ नि त होइन। एउटा साइडमा डेबिट साइडमा अब हामीले सबै एक्सपेन्सेसहरू लेखिरहेको हुन्छौँ भने क्रेडिट साइडमा सबै इन्कमहरू लेखिरहेको हुन्छौँ। जब क्रेडिट साइड चाहिँ के भयो त हायर भयो देन द डेबिट साइड, त्यसपछि के हुने भयो त त्यो केसमा इन्कम बढ्न बित्तिकै प्रफिट अर्न हुने भयो। जसको कारणले गर्दा बुककिपिङको हेल्पले चाहिँ के हुने भयो त बिजनेसको प्रफिट के कस्तो छ भनेर चाहिँ क्लियरली देखिन सकिन्छ। अब हामीले के कस्तो छ त भनेर यसको पर्फर्मेन्स कस्तो भइरहेको छ भनेर चाहिँ क्लियरली हेल्प गर्छ बुककिपिङले भनेर भन्ने। अब अर्को भनेको चाहिँ बिजनेस ग्रोथ। बिजनेस ग्रोथ भन्ने बित्तिकै जब अब हामीसँग मेन फाइनेन्सियल डेटाहरू हुन्छ नि, हामीसँग ट्रान्जेक्सनहरूको सबै डेटा अथवा फाइनेन्सियल स्टेटमेन्टहरू प्रिपेयर गर्छौँ, त्यो कसलाई कम्युनिकेट गर्छौँ त हामीले युजरहरूलाई कम्युनिकेट गर्छौँ। जसको कारणले गर्दाखेरि चाहिँ के हुने भयो त अब हाम्रो फ्युचर अब बिजनेस चाहिँ अब योभन्दा अझै माथि जान सक्छ है भन्ने, अझै एक्सपान्सन गर्छ कि होइन, त्यसपछि अब अझै ग्रोथ बिस्तारै बढ्दै जान्छ कि भन्नलाई हेल्प गर्ने काम पनि कसले गर्छ बुककिपिङले गर्छ भनेर भन्ने। र अर्को छ किप्स अ रेकर्ड अफ कम्पनीजको फाइनेन्सियल कन्डिसन। हजुरहरूलाई थाहा छ फाइनेन्सियल यसमा के इन्क्लुड हुन्छ भनेर, जस्तै एसेट्स एउटा साइडमा भयो र अर्को चाहिँ इक्विटी, त्यसै गरी इन्कम, अर्को एक्सपेन्सेस र अर्को चाहिँ लायबिलिटिज होइन। अब एउटा एमसिक्यूमा के आउँछ त भनेदेखि हजुरहरूलाई वाट इज द फन्डामेन्टल अकाउन्टिङ इक्वेसन, आधारभूत लेखा समीकरण के हो भनेर भन्नु पर्यो भने हाम्रो यो मेन एमसिक्यूमा चाहिँ धेरै जस्तो सोधिरहेको हुन्छ। यसमा के हुन्छ त एसेट्स बराबर के हुन्छ लायबिलिटिज प्लस इक्विटी है, यसमा नझुकिने है। अनि यसमा एसेट्स इज इक्वल्स टु लायबिलिटी प्लस इक्विटी हुन्छ है। अब यसमा पनि के भनेको त भनेदेखि फाइनेन्सियल कन्डिसन भनेको यसमा चाहिँ सबै जस्तै एसेट्सहरूको लायबिलिटिजहरूको होइन कति तिर्नुपर्ने छ, हाम्रो कम्पनीजको एसेट्स कति छ, त्यसपछि इक्विटीहरूको बारेमा सबै यसले के गर्छ त रेकर्ड राख्ने काम गर्छ भनेर भन्न खोजेको। जस्तै कम्पनीको एक्सपेन्सेस कति भइरहेको छ, कम्पनीले अझै कति को उधारो लिइरहेको व्यक्तिहरूलाई तिर्न बाँकी छ, त्यो भनेको के हो त लायबिलिटिज होइन। उसको दायित्व अझै कति बाँकी छ, अब उसले अनि एसेट्स उसको फर्ममा बिजनेस फर्ममा कति छ, त्यो सबै केले हेल्प गर्छ भनेदेखि रेकर्ड राख्नको लागि बुककिपिङले हेल्प गर्छ भनेर भन्ने। र अर्को भनेको चाहिँ ट्याक्स क्यालकुलेसन पर्पजको लागि पनि के हुन्छ अरे बुककिपिङ युजफुल हुन्छ भनेर भन्नु पर्यो। अब ट्याक्स क्यालकुलेसन त भन्यौँ,
अब ट्याक्सको बारेमा हजुरहरूलाई कतिको थाहा छ के छ? जस्तै ट्याक्स अब कुनै पनि बिजनेस रन गरिरहनु भएको छ भने त हामीले बिजनेस इन्कम त जेनेरेट गरिरहेको हुन्छ नि त, इन्कम फ्रम बिजनेस होइन। त्यो केसमा पनि त के भयो त यसले चाहिँ ट्याक्स अब हामीले सरकारलाई के गर्नु पर्यो त, ट्याक्स त तिर्नु पर्यो। अब कति कति बिजनेस यसमा नि रेट हुन्छ क्या, बिजनेसको पनि हामीले ट्याक्स कति पर्सेन्ट केमा काट्ने भनेर फरक फरक रेट हुन्छ क्या, ट्याक्स क्यालकुलेसन गर्नुपर्छ। त्यसको लागि चाहिँ बुक किपिङले हेल्प गर्छ भनेर भन्ने। र अर्को छ मोनिटर क्यास फ्लो। क्यास फ्लो भन्ने बित्तिकै के हो त, इनफ्लो र आउटफ्लो अफ क्यास र क्यास इक्विभ्यालेन्ट पढ्छौ कि होइन भन्नुहोस् त। अब क्यास फ्लोमा 3टा एक्टिभिटिज त पढ्नु भएको होला होइन। फर्स्टमा के छ, अपरेटिङ एक्टिभिटिज, त्यसै गरी सेकेन्डमा इन्भेस्टिङ एक्टिभिटिज र थर्डमा फाइनेन्सिङ एक्टिभिटिज हो होइन। त्यसै गरी यसले चाहिँ बिजनेसमा आउने जति पनि क्यासहरू होइन, कुनै इन्फ्लो भइरहेको छ, आइरहेको छ, अथवा बिजनेसबाट चाहिँ क्यास बाहिर गइरहेको छ, त्यसको मोनिटर गर्ने काम गर्छ, निगरानी गर्ने काम गर्छ भनेर भन्नु पर्यो बुक किपिङले। अब अर्को छ डिसिजन मेकिङमा पनि के गर्छ त, हेल्प गर्छ भनेर भन्ने। अब यसमा चाहिँ अल्टिमेटली बिजनेसले के गर्छ त, डिसिजनहरू त बनाउनु पर्छ फर्केको लागि, बिजनेस ग्रोथ र एक्सपान्सनको लागि। र बुक किपिङले के गर्ने भयो त, सबै इन्फर्मेसनहरू त डे टु डे रेकर्ड राखिरहेको हुन्छ, जसको कारणले गर्दाखेरि चाहिँ के भयो त, हामीसँग बिजनेसको के कस्तो छ पोजिसन सबै हामीसँग रेकर्ड भएपछि अब यो बिजनेस ग्रोथ गर्नको लागि चाहिँ अब हामी के कस्तो डिसिजन लिन सक्छौँ होइन। त्यसपछि अब के कस्तो स्ट्राटेजी बनाउने भन्ने काम चाहिँ कसको हुनु भयो त, बुक किपिङले हेल्प गर्छ भनेर भन्ने। अब अर्को छ डिफरेन्स बिट्विन के त, बुक किपिङ एन्ड अकाउन्टिङ है। अब बुक किपिङ र अकाउन्टिङको चाहिँ फर्स्टमा डिफरेन्स बुझ्नुभन्दा अगाडि पनि फर्स्टमा हजुरहरूले बुक किपिङ र अकाउन्टिङको कन्सेप्ट याद हुनु पर्यो है। बुक किपिङ र अकाउन्टिङ मैले अघि भने नि, जुन फर्स्टमा बुक किपिङ चाहिँ कसले मेन्टेन गर्छ त, क्लर्क अथवा अकाउन्टेन्टले मेन्टेन गर्छ। तर अकाउन्टिङ भन्यो भने चाहिँ मेजर के याद गर्नु पर्यो त, आफूभन्दा हाई पोस्टको जस्तै चार्टर अकाउन्टेन्टहरू होइन, जसलाई चाहिँ स्पेसल नलेजहरू स्किलहरू थाहा हुन्छ, उसले चाहिँ इभ्यालुएट गर्ने अथवा एनालाइज गर्ने काम भयो भने चाहिँ त्यो चाहिँ के भयो त, अकाउन्टिङ भयो भनेर भन्ने। फर्स्टमा के छ त, डेफिनेसन है। फर्स्टमा बुक किपिङ र अकाउन्टिङको डेफिनेसन लेख्नु होला। यो 5 मार्क्समा या 10 मार्क्समा नि आउँछ, मोस्ट अफ 5 मार्क्समा चाहिँ आइरहेको हुन्छ है। यो बुक किपिङ र अकाउन्टिङको चाहिँ डिफरेन्स बिट्विन धेरै जस्तो सोधिरहेको हुन्छ, यति चाहिँ लेख्नु होला है। फर्स्टमा डेफिनेसन लेखिदिनुहोस्। फर्स्टमा चाहिँ के भन्छ त भनेदेखि, बुक किपिङ भनेको चाहिँ के भयो त, फाइनेन्सियल बिजनेसको कुनै पनि फाइनेन्सियल ट्रान्जेक्सन चाहिँ डे टु डे बेसिसमा रेकर्ड गर्यो भने त्यसलाई हामी के भन्छौँ, रेकर्ड गर्ने काम बुक किपिङ हो। र अकाउन्टिङमा चाहिँ के इन्क्लुड हुन्छ त भनेदेखि, बुक किपिङमा आइडेन्टिफाइङ, मेजरिङ र क्लासिफाइङ मात्रै हुन्छ भने अकाउन्टिङमा चाहिँ आइडेन्टिफाइङ, मेजरिङ, क्लासिफाइङ, समराइजिङ, एनालाइजिङ र कम्युनिकेटिङ सबै हुन्छ है अकाउन्टिङमा चाहिँ। अनि त्यसपछि डेफिनेसन पछि चाहिँ अर्को के छ त भनेदेखि, बुक किपिङमा चाहिँ म्यानेजमेन्टको डिसिजन इन्भल्भ भएको हुँदैन भनेर भनेको छ। र अकाउन्टिङमा चाहिँ के हुन्छ त भनेदेखि, यसमा चाहिँ म्यानेजमेन्ट मेक्स द फाइनेन्सियल डिसिजन आफ्टर रिभ्युङ द समरी रिपोर्ट क्रिएटेड बाई अकाउन्टिङ। जुन अकाउन्टेन्टले अब हामीले बुक किपिङ जुन मेन्टेन गरेको हुन्छ नि हो, त्यही रेकर्डको आधारमा चाहिँ के गर्ने भयो त, कसले रिभ्यू गर्ने भयो त, सिनियर जस्तै सिएहरूले रिभ्यू गर्ने भयो। अब मेन पर्पस के हो त बुक किपिङको भन्यो भने चाहिँ के भयो त, फाइनेन्सियल डेटाहरू चाहिँ के गर्ने, जस्ट स्टोर गर्ने र अर्गनाइज गर्ने मात्रै काम भयो होइन। त्यसै गरी अकाउन्टिङहरूको चाहिँ मेन यसमा चाहिँ के पनि गर्नु पर्यो त, कम्युनिकेट पनि गर्नु पर्यो, प्लस प्लानिङहरू पनि गर्नु पर्यो र डिसिजन मेकिङ पनि गर्नु पर्यो भनेर भन्ने। अब फाइनेन्सियल स्टेटमेन्टमा चाहिँ के छ त भनेदेखि, फाइनेन्सियल स्टेटमेन्टभित्र के पर्छ थाहा छ हजुरहरूलाई? जस्तै म भन्छु है, सुन्नुहोस् है। हजुरहरूले ब्यालेन्स सिटलाई वास्लात भनेर पढ्नु भएको छ नि, यसमा के भनिन्छ, स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन, र अर्को भनेको स्टेटमेन्ट अफ इन्कम अथवा लस। त्यसै गरी क्यास फ्लो स्टेटमेन्ट्स, र अर्को नोट्स टु अकाउन्ट र कम्पेरेटिभ, र अनि त्यसपछि चेन्जेस इन इक्विटी। यसमा यो सबै 6वटा कम्पोनेन्टहरू चाहिँ के हो त, फाइनेन्सियल स्टेटमेन्टकै हो भनेर बुझ्नु पर्यो है हजुरहरूले। अब यसमा चाहिँ फाइनेन्सियल स्टेटमेन्ट चाहिँ
बुक किपिङले डाइरेक्टली जेनेरेट गर्दैन भनेर भनेको छ है। तर अकाउन्टिङमा त अब हाम्रो के हुन्छ त, हामीले अकाउन्टेन्ट त छुट्टै हायर गरेको हुन्छ। त्यसमा चाहिँ के भयो त, उसले फाइनेन्सियल स्टेटमेन्ट त प्रिपेयर गर्छ, जस्तै ट्रेडिङ एन्ड पिएनएल अकाउन्टहरू बनाउला, त्यसै गरी ब्यालेन्स सिटहरू बनाउँछ। ब्यालेन्स सिटहरूको कारणले गर्दाखेरि के भयो त, बिजनेसको फाइनेन्सियल पोजिसनहरू के कस्तो छ त्यो थाहा पाउन सकिन्छ। र यसको कारणले गर्दाखेरि चाहिँ फाइनेन्सियल स्टेटमेन्ट जस्तै क्यास फ्लो स्टेटमेन्टहरू भयो, त्यसै गरी नोट्स टु अकाउन्टहरू भयो, यिनीहरू चाहिँ के गर्न हेल्प गर्छ त, अकाउन्टिङले चाहिँ प्रिपेयर गर्नमा मद्दत गर्छ भनेर भन्ने। जस्तै मैले अघि के भने त, अकाउन्टिङ कसले गर्छ, के अरे चार्टर अकाउन्टेन्टले गर्छ भनेपछि उसलाई के चाहियो, स्पेसलाइज स्किल र नलेज चाहियो कि चाहिएन, चाहियो नि त। त्यही भएर यता अकाउन्टिङमा चाहिँ के भयो त, स्पेसलाइज नलेज अथवा स्किल्सहरू चाहियो, तर बुक किपिङमा चाहिँ त्यस्तो चाहिँदैन भनेर भन्नु पर्यो है। अब बुक किपिङमा अब जेनरली हामीले कतिवटा टाइप्समा डिभाइड गरेको छ भनेर भन्यो भने 2 टाइप्स। के त, एउटा सिंगल इन्ट्री सिस्टम र अर्को डबल इन्ट्री सिस्टम है। यो सिंगल इन्ट्री र डबल इन्ट्री चाहिँ म भोलिको क्लासमा मेबी भोलिको क्लासमै लिन्छु होला है। अनि त्यसपछि अब अकाउन्टिङको चाहिँ के छ त भनेदेखि, जस्तै यसमा हजुरहरूले पर्सनल अकाउन्ट, रियल अकाउन्ट र नोमिनल अकाउन्टको आधारमा चाहिँ के गर्ने त, क्लासिफाई गर्न सक्नुहुन्छ है। अकाउन्टिङमा चाहिँ पर्सनल अकाउन्ट, रियल अकाउन्ट र नोमिनल अकाउन्ट, र बुक किपिङको टाइप्स भनेको चाहिँ के त, एउटा सिंगल इन्ट्री र अर्को चाहिँ डबल इन्ट्री सिस्टम भनेर याद गर्नु पर्यो। अब यो कसले पर्फर्म गर्छ भनेर भने मैले अघि नै क्लर्क अथवा अकाउन्टेन्टले पर्फर्म गर्छ बुक किपिङ। तर अकाउन्टिङ चाहिँ कसले गर्छ, सिनियर स्टाफ अथवा को भयो त, चार्टर अकाउन्टेन्टले गर्छ भनेर भन्ने है। अब अर्को छ इन्ट्री, बुककिपर्स ह्यान्डल द डेली रेकर्डिङ अफ द फाइनेन्सियल। यो वित्तीय डेटाहरू यसमा कसले ह्यान्डल गर्छ त भनेर भनेको छ भनेदेखि, जसले चाहिँ यसमा चाहिँ त्यही अकाउन्टेन्ट, यसमा चाहिँ यसमा चाहिँ क्लर्कले भनेर भन्दा पनि भयो। र अर्को अकाउन्टेन्ट्सहरूले चाहिँ के प्रिपेयर गर्छ त, फाइनेन्सियल स्टेटमेन्टहरू प्रिपेयर गर्छ एट द एन्ड अफ द इयर है, एट द एन्ड अफ द मन्थ अथवा इयर, डिपेन्डिङ अन द कम्पनीजको रिपोर्टिङ निड्स। जस्तै अकाउन्टिङमा चाहिँ के भयो त भनेदेखि, कुनै पनि फाइनेन्सियल स्टेटमेन्टको समरिजहरू चाहिँ प्रिपेयर गर्छ होइन, चार्टर अकाउन्टेन्टहरूले प्रिपेयर के अरे रिभाइज गर्ने भए। तर कुन पिरियडमा भनेको, जेनरली चाहिँ पिरियडिक कन्सेप्टमा चाहिँ के हुन्छ त भनेदेखि, इयरको एन्डमा चाहिँ हामीले के गर्छौँ त, चार्टर अकाउन्टेन्टहरूले चाहिँ के गर्ने, रिभ्यूहरू गर्ने काम गर्छन् नि त। अब कम्पनीको निड अनुसार चाहिँ उनीहरूले मन्थली पनि के गरिदिन सके त, प्रिपेयर गर्न सके फाइनेन्सियल समरिजहरू भनेर भनेको छ है। अब अर्को छ हामीसँग मिनिङ अफ अकाउन्टिङ साइकल है। फर्स्टमा अकाउन्टिङ साइकल भन्ने बित्तिकै यसको के बुझ्नु पर्यो त, पुरै सर्कल होइन, चक्र यसको के छ त। यसमा चाहिँ हजुरहरूले के गर्नुपर्छ त भनेदेखि, सिरियली स्टेप लेख्नु होला है। स्टेप तलमाथि नलेखेर सुरुमा के गर्छौँ त्यसपछि के गर्छौँ, प्रोसेस स्टेप बाई स्टेप जान्नु पर्यो है। अब फर्स्टमा छ सरी, अकाउन्टिङ साइकल भनेको चाहिँ ओभरअल स्टेप हो जुन चाहिँ केमा इन्भल्भ भएको हुन्छ त, कुनै पनि ट्रान्जेक्सनमा इन्क्लुड भएको हुन्छ। तर रेकर्डहरू राख्नमा चाहिँ अब कुनै पनि हामीले स्टेप्सहरू फलो गरिरहेको हुन्छौँ नि त होइन, एकपछि अर्को स्टेप आउँछ, त्यसपछि फेरि अर्को स्टेप आउँछ, त्यसलाई नै हामीले के भन्छौँ त, अकाउन्टिङ साइकल हो भनेर भन्छौँ कि। अब यसमा त अब हामीले अघि नै अकाउन्टिङको डेफिनेसनमा के भनेको थियौँ, फर्स्टमा आइडेन्टिफाई गर्छ, त्यसपछि मेजरमेन्ट, त्यसपछि मेजरिङ, त्यसपछि क्लासिफाइङ, समराइजिङ, त्यसै गरी एनालाइजिङ र लास्टमा कम्युनिकेसन हो नि त। त्यही भएर यसमा अकाउन्टिङ साइकलमा पनि के इन्क्लुड हुन्छ भनेर सोध्यो भने चाहिँ के भन्नु पर्यो त, आइडेन्टिफाई गर्ने भयो, त्यसै गरी मेजरिङ गर्ने भयो, क्लासिफाइङ गर्ने, त्यसपछि समराइज गर्ने, एनालाइसिस गर्ने र लास्टमा चाहिँ के गर्ने त, कम्युनिकेट गर्ने भनेर भन्छ। मेजर स्टेप्स यसमा के इन्भल्भ भएको छ त अकाउन्टिङ साइकलमा हेरौँ है। अकाउन्टिङ साइकलमा चाहिँ यसमा फर्स्टमा छ जर्नलाइजिङ भनेको, हजुरहरूले जर्नल त पढ्नुभयो होला नि होइन, +2मा अथवा एससी दिने टाइममा अकाउन्ट्स लिनुभएकोहरूले त। हामीले जर्नल जहिले पनि अहिले कुन डबल एफेक्टमै, डुअल एस्पेक्टमै राख्छौँ नि कि होइन जर्नल। यो भनेको आइदर डेबिट पनिमा एफेक्ट हुने र क्रेडिटमा पनि पोस्टिङ हुने, जस्तै दुई साइडमै पोस्टिङ भयो भने त्यसलाई हामीले के भन्छौँ, डुअलिटी कन्सेप्ट भन्छौँ।
त्यसै गरी जर्नल प्रिपेयर गर्छौँ रे फर्स्टमा हामीले। अब यसमा के हुन्छ जस्तै हजुरहरूलाई जर्नल थाहा छ कि छैन, पर्चेज गुड्स फ्रम रोहन भयो भने यसको जर्नल के हुने भयो त? अब हामीले के किनेको हो नि त? गुड्स किनेको हो नि त, सामान किनेको भनेपछि हामीसँग के भयो? सामान आयो नि त। वाट कम्स इन डेबिट भयो होइन। पर्चेज अकाउन्ट हामीले के गर्नु पर्यो? डेबिट गर्नु पर्यो। र कोबाट किनेको? रोहनबाट किनेको भनेपछि रोहनलाई के गरिदिनु? गुड्स अकाउन्ट डेबिट टु रोहन अकाउन्ट। हामीले गुड्स चाहिँ अलि राख्दैनौँ है, पर्चेज राख्नु होला है, पर्चेज। सामान किन्दाखेरि सामान आयो र यदि केही अब रोहन नभएको भए क्यासको ठाउँमा छ भने क्यास गोज आउट, त्यही भएर टु क्यास राख्थ्यौँ। त यसमा त रोहन छ भने चाहिँ हामीले रोहनबाट उधारोमा सामान किन्यौँ भनेको बुझिन्छ नि त। त्यही भएर पर्चेज टु रोहन अकाउन्ट हुन्छ। फर्स्टमा अब हामीले के गर्छौँ त भनेदेखि पासुरमा योभन्दा नि अगाडि नेचर पासुरमा कस्तो खालको हो, जस्तै मैले भोलि अहिले नै भनिदिउँला म। जस्तै 3टा अकाउन्ट हुन्छ होइन हामीसँग, जस्तै पर्सनल अकाउन्ट, रियल अकाउन्ट र नोमिनल अकाउन्ट है। यसको पनि छुट्टा छुट्टै गोल्डन रुल्सहरू छ। यो पनि एक्जाममा सोधिरहेकै क्वेसन हो है। व्हाट आर द गोल्डन रुल्स अफ अकाउन्टिङ भनेर भन्यो भने हजुरहरूले त्यो डेबिट द रिसिभर, क्रेडिट द गिभरहरू त्यो सबै लेख्नुपर्छ। प्लस त्यो कुन पर्सनल अकाउन्टभित्र पर्छ कि रियल अकाउन्टमा के रुल छ र नोमिनल अकाउन्टमा के रुल छ, 3टाको छुट्टा छुट्टै रुल लेख्नु होला। त्यो म नभए यो पछि नोट्समा नि त्यो एड गरेर पठाइदिन्छु, त्यो पनि एकचोटि सर रिभाइज गर्नु होला है। फर्स्टमा चाहिँ अब हामीले ट्रान्जेक्सनलाई के गर्नु पर्यो त? रेकर्ड गर्नु पर्यो। कहाँ त? जर्नल। जर्नललाई हामीले के पनि भन्छौँ थाहा छ? प्राइमरी बुक्स अफ अकाउन्ट पनि भनेर भनिन्छ है। बिगिनिङ स्टेज नै हाम्रो के हो त? जर्नल। विथ द हेल्प अफ जर्नल बल्ल हामीले के बनाउने हो? लेजर बनाउने हो कि। जस्तै जर्नलमा अब हाम्रो पर्चेज र रोहन अकाउन्ट आयो नि होइन। जस्तै अब धेरै बिजनेसमा त एउटा मात्रै ट्रान्जेक्सन त हुँदैन, धेरै ट्रान्जेक्सन भइरहेको हुन्छ। अब एउटा एउटा इन्ट्री हेरेर बस्न भ्याउँछ त? भ्याउँदैन नि त। अब जस्तै ड्याङ्गै पर्चेज अकाउन्टमा सबै के पर्चेज गरेको छ त्यो केमा गएर राख्ने त? लेजरमा राख्ने कि। लेजरमा राखेपछि के भयो त? पर्चेज अकाउन्ट मात्रै हेऱ्यो भने कहाँबाट के किनेको छ त्यो सबै इन्ट्री त हामीसँग डिस्क्रिप्सन त आउने भयो नि त सर र लेजर हेर्दाखेरि। अब बल्ल सेकेन्ड पार्टमा चाहिँ के भयो त? अब हामीले पोस्ट गर्ने कि जुन जुन जर्नल इन्ट्री हामीले पास गरेको छौँ अब त्यसलाई चाहिँ केमा पोस्ट गर्ने त? लेजर बनाएर पोस्ट गर्नु पर्यो। जस्तै मैले अब अघिको एक्जाम्पलमा के भने पर्चेज अकाउन्टको छुट्टै लेजर बनाउनु पर्यो। त्यसै गरी बिजनेसमा त धेरै एक्टिभिटिज इन्भल्भ भएको होला नि त होइन। ब्याङ्कमा त अब हामीसँग क्यासहरू पनि आउने जाने भइरहेको हुन्छ। अब क्यास अकाउन्ट छुट्टै बनाउनु पर्यो। त्यसै गरी अकाउन्ट्स रिसेबलहरू कति छ त्यो पनि छुट्टै मेन्टेन गर्नु पर्यो। त्यो सबै लेजर चाहिँ छुट्टा छुट्टै हेडिङ बनाउने र त्यसमा चाहिँ के ट्रान्जेक्सन भएको छ त्यो सर हेर्न मिल्ने बनाउने। त्यो चाहिँ के भयो त? लेजरबाट चाहिँ हेल्पफुल हुन्छ भने। त्यही भएर सेकेन्ड स्टेप चाहिँ के भयो त? पोस्ट गर्ने, रेकर्ड के अरे जर्नलको आइटमहरूलाई चाहिँ केमा पोस्ट गर्ने त? लेजरमा पोस्ट गर्ने है। फर्स्ट भनेको चाहिँ जर्नल इन्ट्री बनाउनु पर्यो अथवा जर्नलमा त्यही जर्नल इन्ट्री पास गर्नु पर्यो र त्यो पास गरेको इन्ट्रीहरूलाई चाहिँ रेस्पेक्टिभ हेड होइन तिनीहरूको रेस्पेक्टिभ हेड अफ अकाउन्टमा गएर के गर्नु पर्यो त? पोस्ट गर्नु पर्यो भनेर भन्छ है। र थर्डमा छ ब्यालेन्सिङ। हजुरहरूलाई कतिको थाहा छ ट्रायल ब्यालेन्स? पहिला त उफ्रिने मान्छेहरू त धेरै हुनुहुन्थ्यो होला नि होइन। डेबिट र क्रेडिट ओहो मिल्यो भनेपछि कति खुसी लाग्थ्यो नि त। जस्तै डेबिट सबै ट्रान्जेक्सनको के हुन्छ? लेफ्ट साइडमा डेबिट र राइट साइडमा क्रेडिट हुन्छ। जब डेबिट र क्रेडिट चाहिँ के हुनुपर्छ त? जहिले पनि के हुनुपर्छ? बराबर हुनुपर्छ भन्थ्यौँ होइन हामीले। जस्तै जहिले पनि डेबिट र क्रेडिट बराबर हुन्थ्यो कि ओहो हाम्रो हिसाब मिल्यो यस भन्ने हुन्थ्यो नि त त्यो टाइममा। भनेपछि अहिले पनि के गर्नु पर्यो त? डेबिट र क्रेडिट चाहिँ जहिले पनि हामीले बराबर राख्न कोसिस गर्नु पर्यो क्या। जति अमाउन्टको डेबिट भएको छ सपोज होइन, डेबिटको सबै एक्सपेन्सेसहरू जोड्दाखेरि हजुरहरूको 3 लाख छ भने अब इन्कममा पनि हजुरहरूको के आउनु पर्यो त? 3 लाख नै आउनु पर्यो क्या। क्रेडिट साइड र डेबिट साइड चाहिँ के हुनुपर्छ त? इक्वल हुनुपर्छ है। अब जस्तै हामीले पिएनएल अकाउन्ट बनाउँदाखेरि हजुरहरूको डेबिट साइड र क्रेडिट साइड इक्वल आएन भने हामीले के भनेर ब्यालेन्सिङ गर्छौँ त? नेट प्रफिट या नेट लस। कुन बेलामा नेट प्रफिट हुन्छ? जब हजुरहरूको क्रेडिट साइड चाहिँ के भयो त? ग्रेटर भयो होइन। सपोज इन्कम चाहिँ अब हाम्रो धेरै भयो एक्सपेन्सेस भन्दा, अब भनेपछि हामीले कहाँ थप्नु पर्यो? डेबिट साइडमै थप्नु पर्यो। भनेपछि
जहाँ पुग्दैन त्यही थप्ने। त्यसपछि टु नेट प्रफिट भनेर डेबिट साइडमा थप्नु पर्यो। यदि क्रेडिटको अमाउन्ट धेरै छ भने र यदि क्रेडिटको अमाउन्ट थोरै छ भने चाहिँ बाई नेट लस भनेर थप्नु पर्यो कहाँ त क्रेडिट साइडमा। बुझ्नुभयो मैले के भन्दैछु? जस्ट डेबिट र क्रेडिटको कोलम चाहिँ के गर्नु पर्यो त हामीले ब्यालेन्स गर्नु पर्यो भनेको चाहिँ कहिले कहिले डिफरेन्स अराइज हुन सक्छ, डेबिट र क्रेडिट बराबर नहुन सक्छ। त्यो केसमा चाहिँ हामीले के गर्नु पर्यो त ब्यालेन्सिङ फिगरको रूपमा चाहिँ ब्यालेन्सिङ गर्नु पर्यो भनेर भन्ने। र फोर्थ स्टेपमा छ ट्रायल ब्यालेन्स। ट्रायल ब्यालेन्स पनि हामीले कतिवटा मेथडले गर्छौँ थाहा छ? है सुन्नुहोस् है, ट्रायल ब्यालेन्स हजुर हजुर दुईटा मेथडले हो। कुन कुन मेथड? एउटा टोटल ब्यालेन्स हैन, एउटा कन्टिन्युअस ट्रायल ब्यालेन्स अनि एउटा त्यो टी सेप त्यसपछि अब हामीले ट्रायल ब्यालेन्स बनाउँदाखेरि के भयो त हजुरहरूको? अब हामीले फर्स्ट 11-12 तिर पढाउँदाखेरि त अब हामीले जुन चाहिँ ब्यालेन्स अमाउन्ट आएको हुन्छ नि लेजरबाट टु ब्यालेन्स सिडी अथवा बिडी जुन आउँछ त्यो ब्यालेन्सिङ फिगर, त्यसलाई अब हामीले के गर्छौँ त ट्रायल ब्यालेन्समा पोस्ट गर्छौँ। भनेपछि यसमा पनि के भयो त जब अब हामीले ट्रायल ब्यालेन्समा चाहिँ आइदर त्यो डेबिट हो या क्रेडिट हो, त्यसमा त्यही रेस्पेक्टिभ हेडिङमा चाहिँ के गर्छौँ त त्यसलाई पोस्ट गर्छौँ। र जब डेबिट र क्रेडिट बराबर आएपछि चाहिँ अब हामीले के गर्छौँ त डेबिट क्रेडिट आउनको लागि चाहिँ हामीले भेरिफाई गर्नु पर्यो क्या फर्स्टमा। डेबिट र क्रेडिट जहिले पनि के आउनुपर्छ भने थियो मैले अघि भर्खर टोटल त आउनु पर्यो, इक्वल आउनु पर्यो। जति अमाउन्ट डेबिटमा छ त्यति नै के गर्नु पर्यो त क्रेडिटमा आउनु पर्यो है ट्रायल ब्यालेन्स। अब ट्रायल ब्यालेन्स पछि चाहिँ बल्ल अब हाम्रो के पार्टमा जम्प हुन्छ त भनेदेखि बल्ल इन्कम स्टेटमेन्ट। जस्तै अब हामीले 11-12 मा त पढ्नुभयो होला नि होइन, ट्रेडिङ अकाउन्ट, पिएनएल अकाउन्ट र ब्यालेन्स सिट, यसबाट क्वेसनहरू त आइरहेको हुन्थ्यो। भनेपछि अब यो ब्यालेन्स सिट अथवा त्योभन्दा अगाडि त हामी ट्रेडिङ अकाउन्ट, पिएनएल अकाउन्ट त्यसपछि बनाउँछौँ नि त, त्यसलाई अब हामीले चाहिँ स्टेटमेन्ट अफ इन्कम भनेर पनि भन्न सकिन्छ या ब्यालेन्स सिटलाई चाहिँ हामीले यसमा के वर्ड युज गर्छौँ भनेदेखि स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन भनेर पनि युज गर्छौँ है। ट्रेडिङ एन्ड प्रफिट एन्ड लस अकाउन्टलाई चाहिँ हामीले इन्कम स्टेटमेन्ट पनि भन्न सक्यो, स्टेटमेन्ट अफ इन्कम पनि भन्न सकियो। र ब्यालेन्स सिटलाई चाहिँ हामीले स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन भनेर भन्छौँ। अब फिफ्थ स्टेपमा चाहिँ के भयो त ट्रायल ब्यालेन्स बनाएपछि अब हामीले केमा फरवर्ड हामी के हेर्छौँ त ट्रेडिङ अकाउन्ट कसरी बनाउने र पिएनएल अकाउन्ट कसरी बनाउने। के आइडेन्टिफाई गर्छौँ हामीले ट्रेडिङ र पिएनएल अकाउन्टबाट? हामीसँग नेट प्रफिट र नेट लस चाहिँ कति छ त बिजनेसमा, हाम्रो सबै एक्सपेन्सेसहरू काटेर आएको नेट कुल फाइदा या नोक्सान कति छ त त्यो हेर्ने काम चाहिँ के भयो त इन्कम स्टेटमेन्टले देखाउने हो नि त त्यो काम। जब ट्रायल ब्यालेन्स हामीले बनाउँछौँ त्यसपछि बल्ल हामी कहाँ जान्छौँ ट्रेडिङ र पिएनएलमा अकाउन्टमा जान्छौँ भनेर भनेको छ। यसले के फाइन्ड आउट गर्नको लागि त कुनै पनि बिजनेस इयरको अथवा अकाउन्टिङ पिरियडको चाहिँ टोटल प्रफिट अथवा लस एसर्टेन गर्नको लागि अथवा फाइन्ड आउट गर्नको लागि भनेर भन्ने। अब फाइनेन्सियल पोजिसन बनाउनु पर्यो, यो भनेको ब्यालेन्स सिट बनाउनु पर्यो स्टेप 6 मा। अब हामीसँग त नेट प्रफिट या नेट लस आइसकेको हुन्छ। अब हामीले त्यो लगेर केमा हाल्नु पर्यो? हजुरहरूले त्यही अकाउन्टिङ इक्वेसन जे भनेको थिएँ नि मैले अघि, एसेट्स इज इक्वल्स टु लायबिलिटिज प्लस इक्विटी क्यापिटल। अब यसमा चाहिँ के हुन्छ त भनेदेखि फाइनेन्सियल पोजिसनमा चाहिँ अब हजुरहरूले यसमा चाहिँ अब अकाउन्टिङ स्ट्यान्डर्ड अथवा एनएफआरएस अनुसार चाहिँ यो टी सेपमा अब हामीले 11-12 मा त टी सेपमै बनाएको थियौँ नि त ब्यालेन्स सिट। अब यसले चाहिँ अलिकति फरक स्टाइल, अब यस्तै प्रेजेन्टेसन मात्रै फरक हो, भित्र इन्क्लुड हुने पार्टहरू चाहिँ त्यस्तै हो। करेन्ट एसेट्स भित्र के पर्छन् त्यो सबै एउटै छ। जस्ट हजुरहरूको चाहिँ प्रेजेन्टेसन चाहिँ कसरी फरक हुन्छ भनेर एनएफआरएसले चाहिँ छुट्टै छ। र हामीले 11-12 मा पढेको चाहिँ टी सेपमा थियो नि त, यतापट्टि साइडमा के राख्थ्यौँ हामीले लायबिलिटी र क्यापिटल राख्थ्यौँ भने उतापट्टि त एसेट्स राख्थ्यौँ। त्यही भएर एसेट्स बराबर के हुनु पर्थ्यो त क्यापिटल प्लस लायबिलिटी हुनु पर्थ्यो भनेर भन्थ्यौँ। हो अब यो ब्यालेन्स सिटमा चाहिँ लास्ट स्टेप भनेको चाहिँ
अब ट्रायल ब्यालेन्स पनि बनाइयो, त्यसपछि प्रफिट एन्ड लस अकाउन्ट नि बनाइयो, ट्रेडिङ अकाउन्ट नि बनाएपछि लास्टको स्टेप भनेको चाहिँ हामीसँग ब्यालेन्स सिट बनाउनु पर्ने हो। जसको कारणले गर्दाखेरि के देखिन्थ्यो त ब्यालेन्स सिटबाट चाहिँ कुनै पनि बिजनेसको अथवा कुनै पनि फर्मको चाहिँ त्यसको फाइनेन्सियल पोजिसन अथवा आर्थिक अवस्था चाहिँ के कस्तो छ त भनेर हेर्ने काम चाहिँ कसकोबाट हेर्न सकिन्छ भनेदेखि ब्यालेन्स सिटकोबाट देख्न सकिन्छ भनेर भन्छ है। अब आज अर्को पनि के गरौँ भनेदेखि होइन, हजुरहरूको त्यो रुल्स अफ अकाउन्टिङ छ नि, त्यो पनि म अहिले सकाइदिइहाल्छु। भोलि चाहिँ सिङ्गल इन्ट्री र डबल इन्ट्री गरौँला। अनि अर्को चाहिँ बेसिक प्रिन्सिपल अफ अकाउन्टिङहरू छ, त्यो पनि म भोलि नै कभर गर्छु है। अब यसको यो हेलो मिस, सुटिङ सकेको साउन्ड आएन नि। हेलो, साउन्ड आएको हो सबैकोमा? आएको छैन साउन्ड आएको छैन। मेरोमा, अनै छ त आएको छैन साउन्ड। आयो आयो, बल्ल आयो। अघि सुन्ने अघि 2 मिनटदेखि सुनेको छैन है। त्यो ब्यालेन्स सिटसम्म त सक्यो नि होइन र? अकाउन्टिङ साइकल त सबै हो नि। सुन्ने थियो? हाम्रो म्याथ चाहिँ एकपल्ट चेक हजुर म्याम, गरिसक्नु सुन्ने थियो चार्ट अकाउन्टिङ। बक्सहरू त। हामी सबै अस्मिता मिसले केही सोध्नु भएको रहेछ, एकपल्ट उहाँको एकैछिन है। हेरिदिनु न है। पोइन्ट अफ टाइम र पिरियड अफ टाइमको बारे भनिदिनु भन्नुभएको होइन हजुरले? यस्तो हुन्छ है, जस्तै पोइन्ट अफ टाइम भनेको चाहिँ कुनै एउटा पोइन्ट, कुनै एउटा निश्चित समयको लागि मात्रै हामीले गर्यौँ। जस्तै पिरियड भनेको चाहिँ कन्टिन्युस पिरियड के, जस्तै बिजनेस एउटा के हो त, लङ टर्मसम्म चलिरहने कन्सेप्ट हो नि त होइन। बिजनेस भनेको एउटा लामो समयसम्म निरन्तरताको रूपमा चलिरहने, त्यो भनेको चाहिँ पिरियडिक कन्सेप्टमा जान्छ। त्यो भनेको चाहिँ बिजनेस लङ रनसम्म गइरहने भएको त्यो पिरियड अफ टाइम भयो। र अर्को चाहिँ पोइन्ट, कुनै पनि एउटा निश्चित समयको लागि मात्रै गरिने चाहिँ वाला चाहिँ पोइन्ट अफ टाइम। यसको के छुट्टै डिफ्रेन्सहरू हेर्नुपर्ने कि कस्तो? जस्तै कुनै पनि टाइम, जस्तै अहिले अब 8:30 को कुनै एउटा निश्चित टाइममा मात्रै भयो भने यो पिरियड अफ टाइम उयो भयो। जस्तै कुनै विक भन्न मिल्यो अथवा कुनै मन्थ भन्न मिल्यो, त्यसरी पनि भयो। अब हामीले बिजनेस त अब हामीले जेनरली के भन्छौँ त भनेदेखि अकाउन्टिङ पिरियड भन्छौँ नि त। कुन इयरदेखि हाम्रो फिस्कल इयर एन्ड हुने त हाम्रो के अरे असार मसान्तमा हो, र स्टार्ट हुने चाहिँ साउनको 1 गते हो नि त। त्यसलाई चाहिँ हामीले पिरियड अफ टाइम भनेर भन्छौँ। बुझ्नुभयो? फेरि भनिदिनु न मिस। जस्तै पोइन्ट अफ टाइम भन्नाले चाहिँ कुनै एउटा सिङ्गल
स्पेसिफिक मोमेन्ट जस्तै हुन्छ नि हो त्यसलाई मात्रै इन्क्लुड गर्ने भयो होइन। जस्तै अहिले ठ्याक्कै अब 8:35 अहिले अब कति भएको छ 8:31 भयो भने चाहिँ 8:31 भयो, अथवा कुनै पनि डे इन्क्लुड भयो स्पेसिफिक मोमेन्टलाई मात्रै त्यसले क्याप्चर गर्छ भने त्यो चाहिँ हाम्रो पोइन्ट अफ टाइम भयो होइन। सुनिरहनु भएको छ नि है? अनि त्यसपछि अब हजुर हजुर सुनिरहेको छु म्याम हामी। ए ठिकै छ। अब पिरियड अफ टाइम भनेको चाहिँ जस्तै कुनै पनि एउटा इन्टरभल हुन्छ नि, जस्तै जस्तै फिजिकल इयर हाम्रो कुन टाइमदेखि स्टार्ट र एन्ड हुन्छ भनेदेखि साउन्डको 1 गते स्टार्ट हुने भयो र एन्ड चाहिँ कहिले हुने भयो त 31 असार। त्यो भनेको जुन त्यो साउन्डदेखि असार मसान्तसम्मको ग्याप अथवा इन्टरभल छ त्यो चाहिँ हाम्रो पिरियड अफ टाइम भयो। त्यो चाहिँ लङ रनसम्म कन्टिन्यू गरिरहने त्यो चाहिँ कुनै स्पेसिफिक पिरियड अफ टाइम भयो। र पोइन्ट अफ टाइम भन्नाले चाहिँ कुनै स्पेसिफिक डेट अथवा कुनै स्पेसिफिक मोमेन्टलाई मात्रै भन्यो भने त्यो चाहिँ फेरि पोइन्ट अफ टाइम भयो क्या। जस्तै अहिले अब आज थर्सडे स्पेसिफिक केही भयो, मैले केही भने त्यो थर्सडे भने त्यो पोइन्ट अफ टाइम भयो, अथवा टाइमलाई पनि हेर्न सक्नुहुन्छ। अहिले ठ्याक्कै 8:34 भयो भनेर भने मैले त्यो भनेको नि फेरि के भयो त पोइन्ट अफ टाइम भयो कि। बुझ्नुभयो? भोइस आएको छैन र? यस मिस। हजुर म्याम बुझ्छु। छ है म्याम आएको। सुन्नुहोस् है, म भोलि हजुरहरूलाई नि सिङ्गल इन्ट्री र डबल इन्ट्रीको चाहिँ पढाउँछु है। अनि अकाउन्ट बेसिक प्रिन्सिपल अफ अकाउन्टिङ पनि भोलि नै गरौँला। अब आज चाहिँ त्यो के अरे रुल्स अफ अकाउन्टिङ चाहिँ यसो हेर्छु, अनि म नोट्समा चाहिँ पछि एड गरिदिन्छु। अनि म्याम भोलि चाहिँ हाम्रो एडिबिएल लेभल 4 को लागि इन्ट्याक्सन प्रोग्राम छ भनेर भनिदिनु एक पल्ट है। भोलि 9 बजेदेखि है त। हुन्छ, लेभल 3 र 4 हैन? लेभल 4 को लागि एडिबिएल एन्ड एनबिएल को। ओके। 9 बजेदेखि एन्ड आफ्टर द्याट 9 बजेदेखि हाम्रो आज चाहिँ अनिल सरको क्लास छ। कोर्डिनेट गर्नु होला, म चाहिँ बाहिरै छु है अहिले। ओके ओके सर, ओके मिस। म्यामले आज जुन पढाउनु भयो त्यसको पिडिएफ दिनुहुन्छ नि? प्रोभाइड गर्नुहुन्छ सरले। हजुर, पिडिएफमा पठाइदिन्छु है। सर अब यस्तो गर्छु है, मैले यो अकाउन्टिङको जति अब यो अहिले चाहिँ अब म यो रुल्सहरू पढाउँछु नि, मैले रियल अकाउन्ट, पर्सनल अकाउन्ट र नोमिनल अकाउन्ट, यो चाहिँ मैले पिडिएफमा अपलोड गरेको छैन है। अब हजुरहरूलाई प्रोभाइड हुने बेलामा चाहिँ अहिले यतिकै पढ्दै गर्नुहोस्, भोलि फेरि अर्को नेक्स्ट क्लासमा चाहिँ एड हुने बेलामा यो रुल पनि एड भएरै अनि त्यसपछि पिडिएफ एउटै पिडिएफ बनाएर आउँछ है त। हस् मिस। अर्को चाहिँ के छ भनेदेखि हजुरहरूलाई त्यो एसेट्स, यसमा मैले अघि भनेको थिएँ के पर्छ भनेदेखि इन्कम, एक्सपेन्सेस, एसेट्स, लायबिलिटी, क्यापिटल है। यसको चाहिँ जस्ट हजुरहरूले के मात्रै हेर्नुहोस् भने यो हजुरहरूलाई चाहिँ डेफिनेसन मात्रै एक दुई लाइन मात्रै लेख्नु होला होइन। एकचोटि यसो हेर्नुहोस् यो, अनि यदि भोलि बुझ्नु भएन भने अनि म यो नोटमा पनि लेखेर अनि पछि हालिदिन्छु है त। अहिले चाहिँ अब पर्सनल अकाउन्ट, रियल अकाउन्ट र नोमिनल अकाउन्टको म हजुर बुझ्दिन के भन्नुभयो? एउटा क्वेशन थियो। हजुर भन्नुहोस् न। वास्तवलाई वित्तीय विवरणको एउटा महत्त्वपूर्ण विवरण किन मानिन्छ? केको लागि? के को भन्नुभयो? वास्तवलाई वित्तीय विवरणहरूको मध्ये एक महत्त्वपूर्ण विवरण किन मानिने गर्दछ? जस्तै वास्लातहरू भनेको हाम्रो के भयो त भनेदेखि फाइनेन्सियल वित्तीय अवस्था के कस्तो छ भनेर हेर्ने हो नि त। जस्तै फाइनेन्सियल पोजिसनहरू भित्र के पर्छ त भनेदेखि त्यसको एसेट्स, लायबिलिटिजहरू के कति छ त्यो सबै केले देखाउँछ त भनेदेखि वास्लातले देखाउँछ भने यसको इम्पोर्टेन्सहरू के छ भनेर मात्रै हेर्ने हो क्या हामीले चाहिँ लेख्दाखेरि। हजुरहरूले पोइन्ट जस्तै 5 कति मार्क्समा सोधेको छ त्यही अनुसारले पोइन्ट लेख्नु होला। अनि यसको इम्पोर्टेन्स के हो त वास्लातको भन्न खोजेको है। यसको मतलब चाहिँ यो क्वेसनले के भन्न खोजेको हो त भनेदेखि वास्लातको इम्पोर्टेन्सहरू अथवा यसको महत्त्व के छ त भनेर भन्न खोजेको हो।
अब यसमा चाहिँ सुरुमा हजुरहरूले के भन्नु पर्यो त भनेदेखि अघि मैले अकाउन्टिङ इक्वेसन जुन वासलातले के रिप्रेजेन्ट गर्छ त सम्पत्ति बराबर दायित्व प्लस इक्विटी हुन्छ नि त एसेट्स इज इक्वल्स टु के भन्नु पर्यो लायबिलिटिज प्लस इक्विटी कसले रिप्रेजेन्ट गर्ने भयो वासलातले रिप्रेजेन्ट गर्ने भयो जहाँ चाहिँ हाम्रो सम्पत्तिको विवरणहरू त्यसै गरी हामीले कति तिर्नुपर्ने छ त्यो लायबिलिटिज आफ्नो दायित्वहरू के कति छ त्यो सबै केले हेल्प गर्ने भयो त ब्यालेन्स सिटले अथवा वासलातले देखाउने भयो र यसले चाहिँ के को लागि हेल्प गर्छ भनेदेखि जस्तै बिजनेसको फाइनेन्सियल पोजिसनको लागि र एउटा डिसिजन मेकिङको लागि हेल्प गर्ने भयो भनेर लेख्नुहोस् र एउटा कुनै पनि ब्यालेन्स सिट बनाउनको लागि एउटा बेन्चमार्क सेट गर्छ भनेर भन्न खोज्ने के जस्तै यति पर्सेन्टेज डेप्रिसिएसन त हामीले काटेको हुन्छौँ भनेर के गर्छौँ त ब्यालेन्स सिटमा गएर जस्तै डेप्रिसिएसन अन मसिनरी भनेर 20% काट्यौँ भने मसिनरीको भ्यालु 3 लाख छ 3 लाखको 20% भनेको अब हामीले 60,000 चाहिँ लेस गरेर देखाउँछौँ त ब्यालेन्स सिटमा यसले चाहिँ अब आइटम नेट कति छ त त्यो एसेट्सको भ्यालु पनि देखाउने भयो र त्यसै गरी अब कुन सेक्टरमा चाहिँ इम्प्रुभ गर्नुपर्ने छ जस्तै अब एसेट्सलाई अझै डेप्रिसिएट अलिक कम हुन्छ कि यसको अब के कस्तो छ पोजिसनहरू अब हामी कुन सेक्टरमा चाहिँ इम्प्रुभ गर्न सक्छौँ भनेर चाहिँ यसले बेन्चमार्क सेट गर्छ भनेर लेख्नुहोस् अर्को चाहिँ एउटा कुनै पनि रेगुलेसनहरूसँग चाहिँ कम्प्लाई गर्नलाई हेल्प गर्छ भनेर भन्ने जस्तै अब यसमा त मैले अघि के भने अकाउन्टिङ स्ट्यान्डर्ड जस्तै नेपाल अकाउन्टिङ स्ट्यान्डर्ड होस् या फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क होस् त्यो अनुसार चाहिँ हामीले गरेको रेकर्डहरू चाहिँ एप्रोप्रिएट छ कि छैन त ठिक छ कि छैन जस्तै एनएफआरएसले सेट गरेको छ इन्भेस्टमेन्टलाई त्यो इन्भेस्टमेन्टकै हेडिङमा हाल्ने भनेर गरेको छ तर हामीले चाहिँ एसेट्स करेन्ट एसेट्सकै भित्र नै यतिकै सिरियली यतिकै इन्भेस्टमेन्ट मात्रै लेखिदिउँ भने त्यो एप्रोप्रिएट भयो त भएन नि त एनएफआरएसले भनेको अनुसार स्ट्यान्डर्ड मेन्टेन गरेन अथवा त्यो पोलिसिज अथवा रुल्स जुन एनएफआरएसले बनाएको छ त्यो पोलिसी फलो गरेन यसमा चाहिँ कम्प्लायन्स गर्नुपर्छ भनेको चाहिँ त्यो रुल चाहिँ फलो गर्नुपर्छ भनेर भनेको छ त्यही भएर वासलातको कारणले गर्दा यसले चाहिँ कम्प्लायन्स विथ रेगुलेसन भनेर एउटा पोइन्ट लेख्नुहोस् अर्को चाहिँ डिसिजन मेकिङको लागि हेल्प गर्छ भनेर लेख्नुहोस् अर्को भनेको चाहिँ फाइनेन्सियल पोजिसनको हेल्प गर्नको लागि भनेर लेख्नुहोस् त्यसै लेखिदिँदा हुन्छ ठिक छ ब्यालेन्स सिटको इम्पोर्टेन्स लेख्दा पनि हुन्छ है मिलाएर लेख्ने नै त्यही नै हो ब्यालेन्स सिटको इम्पोर्टेन्स लेख्ने हो तर मेन भनेको माथि नछुटाउनु त्यो एसेट्स इज इक्वल्स टु क्यापिटल प्लस लायबिलिटी भन्ने पार्ट चाहिँ नछुटाउनु होला अनि अरू चाहिँ इम्पोर्टेन्सलाई डिस्क्राइब गर्ने हो हुन्छ म्याम हस् अरू कसैको केही छ म्याम अनि त्यही क्वेसन छ कि एउटा वित्तीय त्यो वासलातले किन वित्तीय स्थितिको ऐना भनिन्छ भने त्यही लेख्ने हो इम्पोर्टेन्स नै त्यो भनेको त्यही अकाउन्टिङ इक्वेसनलाई एक्सप्लेन गर्ने हो जसले यसले के देखाउँछ भनेर भनेको छ भनेदेखि त्यसको करेन्ट एसेट्सहरूको पोजिसन के छ लायबिलिटीको पोजिसन के छ त्यसै गरी क्यापिटलको पोजिसन के छ इक्विटीको पोजिसन के छ कहाँबाट के फाइनेन्सिङ भइरहेको छ जस्तै डेब्टहरू अथवा हामीसँग सेयर क्यापिटल होला लोन होला मोर्गेज लोनहरू के छ त्यस्तो रिफ्लेक्ट गर्छ त्यही भएर यसलाई ऐना भनेको त्यसरी लेख्न सकिन्छ है हस् थ्याङ्क यू एकैछिन म च्याट हेरिहालेँ इफ एनी क्वेसन अरू कसैको त्यो क्वेसनको के अरे उत्तर त अब फाइनेन्सियल मिरर भन्नुको कारण चाहिँ अब के अरे ब्यालेन्स सिटले चाहिँ अब के वास्तविकता छ त्यो छर्लङ्गै प्रश्न पार्दिन्छ नि हजुर हजुर त्यसको त्यसै अलि मिलाएर लेख्दा हुन्छ है हो त्यही नै लेख्ने हो वित्तीय अवस्थाको के कस्तो अवस्था छ भनेर त्यो सबै देखाउँछ त्यही भएर अलि हजुरहरूले इन्क्लुड गर्नुहोस् भने जस्तै फाइनेन्सियल स्टेटमेन्टमा जस्तै अब हामीले ब्यालेन्स सिटमा त अब हामीले त्यही लायबिलिटिज इक्विटी एसेट्स मेन तीनटा पार्ट हेर्छौँ नि त अकाउन्टिङ इक्वेसन भनेकै एसेट्स इज इक्वल्स टु क्यापिटल प्लस लायबिलिटिज हुन्छ नि त्यो तीनटालाई चाहिँ कुन हेडिङमा कुन सेक्टरमा कति छ भनेर प्रश्न पार्ने काम गर्छ लायबिलिटिज यति छ अब हाम्रो यो बिजनेसले यति तिर्नुपर्ने छ दायित्व यो कम्पनीको यति छ जस्तै अब कुनै पनि एसेट्सहरू हामीले यतिमा किनेको छौँ हाम्रो एसेट्स यो अकाउन्टिङ पिरियडमा चाहिँ यसको अवस्था यस्तो छ भनेर चाहिँ केले देखाउने भयो त वासलातले रिफ्लेक्ट गर्ने भयो नि त त्यही भएर यसलाई चाहिँ यस्तो भनेको छ भनेर मिलाएर लेख्न सक्नुहुन्छ है
त्यो 3टा पोइन्ट इन्क्लुड गर्नुहोस्, एसेट्स, लायबिलिटिज, इक्विटी। हजुरहरूको यस्तो हुन्छ है, सुन्नुहोस् है, अब आजबाट रुटिन चेन्ज भएको छ। 7:30 देखि 8:30सम्म चाहिँ हाम्रो यो अकाउन्ट्सकै क्लास हुने भयो र ठ्याक्कै 8:30 to 9 मा चाहिँ अब हजुरहरूलाई खाना खाने ब्रेक चाहियो भनेर धेरैजनाले भन्नुभएको थियो नि त। त्यही भएर अब हामीले चाहिँ के इन्फर्मेसन त्यो सर्कुलेट गऱ्यौँ भनेदेखि हाफ एन आवर चाहिँ अब हामीले एकछिन ब्रेक गरेर ठ्याक्कै 9 बजेदेखि 10 बजेसम्म चाहिँ सर अनिल सरको चाहिँ क्लास हुन्छ भन्यौँ। आज त ठ्याक्कै ढिला भयो नि त क्लासै, 15 मिनट्सले गर्दाखेरि अलिकति ढिला भयो, त्यसको लागि सरी होइन। अब टाइम म्यानेज अलिकति भएन आज चाहिँ। अब भोलिबाट चाहिँ हजुरहरूको 7:30 to 8:30 हुन्छ। अब आजलाई चाहिँ अब यही 8:45 अब हुनलाई, अब त्यसपछि एन्ड गर्ने। अब आजलाई यति नै गरौँ न। आज यति नै गरौँ। म अब के गर्छु भनेदेखि भोलि चाहिँ अब अर्को नोट्स चाहिँ सिङ्गल इन्ट्रीहरूको चाहिँ भोलि पढाउँछु। त्यसको लागि चाहिँ आज जति पढाएको छु त्यो चाहिँ रिभाइज गर्नु होला है। यसको पिडिएफ पठाइदिनुहुन्छ? हजुर पठाइदिनुहुन्छ। आज जति छ त्यति चाहिँ पठाइदिन्छु। नेपाली पनि छ, इङ्ग्लिस पनि छ यसको चाहिँ। हुन्छ, हामी दुवै पठाइदिनु न। हुन्छ हुन्छ, उता म भनिदिन्छु, पठाइदिनुहुन्छ है। आजलाई यति गरौँ है त। अब हजुरहरू चाहिँ 9 बजेको क्लासमा चाहिँ ठ्याक्कै अनिल सरले पढाउनुहुन्छ, त्यो टाइममा चाहिँ जोइन हुनु होला है। बाफिया एक्ट पढाउनुहुन्छ। ओके क्लास, थ्याङ्क यू। बाई बाई। थ्याङ्क यू म्याडम।